ल हेर्नुहोस् है, हाम्रोतिर चाहिँ फागुन र चैत महिनामा धमाधम असारको जस्तै धान रोप्ने गरिन्छ। फागुनको अन्तिम र चैत महिनामा हाम्रो गाउँका खेतीबारीमा एक अनौठो र रोचक दृश्यहरू प्रस्तुत हुन्छन्। यस बेला सबै किसानहरू आफ्नो खेतमा व्यस्त हुन्छन्। कोही आली लगाउँदै, कोही हलो जोत्दै र कोही धान रोप्दै। खेतको हल्ला अनि हलोको आवाज र हरियाली फैलिएको दृश्यले साँच्चै मनै लोभ्याउँछ। बाह्रै महिना रोपेको धान कुन महिना पसाउँछ। अनि ढकमक्क फुलेका रङ्गीन फुलहरूको सुगन्धले र झलङलङ बग्ने पानीका झोकाले मनलाई पुरै लोभ्याउने गर्छ। यहाँको वातावरण प्राकृतिक र सौन्दर्य यति शान्त छ कि जो कोहीलाई पनि मनमोहित पार्ने गर्दछ। अनि तपाईँहरू सोच्दै हुनुहुन्छ होला, अरे यो फागुन र चैतमा पनि कस्तो धान रोपेको, अनि यो कुन ठाउँ होला भनेर सोच्दै हुनुहुन्छ भने यो चाहिँ मोरङको उलाबारी 1 लक्ष्मी झार चिसोपानी हो। र यो ठाउँको चिसोपानी नाम किन राखियो भन्दा यो नामको पनि छुट्टै विशेषता छ। पानीको मिठास र स्वच्छतामा आधारित छ। यहाँको जमिनमुनि रहेका कुवाहरूबाट आउने पानीले यो पानी आफैलाई वर्षभरि चिसो राख्ने क्षमता राख्दछ। यो पानी चाहिँ सधैँभरि उम्रिरहन्छ। यसलाई फ्रिजमा राखिएको चिसो पानी जस्तो अनुभूत हुन्छ।